धेरै समय पहिले जब मथुरामा कंसको आतंक चरम सीमामा थियो, तब श्री कृष्णले कंसको वध गरी नगरवासीहरूलाई उसको अत्याचारबाट मुक्त गराउनु भएको थियो। त्यसपछि श्रीकृष्ण मथुरामा नै बस्नुभयो। तर कंसको मृत्युबाट क्रोधित भएर उसका ससुरा जरासंधले मथुरामा लगभग 17 पटक आक्रमण गरे। यद्यपि यी आक्रमणहरूमा जित श्रीकृष्णकै भयो, तर बारम्बारको हमलाबाट दिक्क भएर श्रीकृष्णले मथुरा छोड्नु नै उचित सम्झिनुभयो। यही निर्णयले उहाँलाई एउटा असाधारण नगरीको निर्माण गर्न प्रेरित गर्यो। त्यो थियो द्वारका। श्रीकृष्ण समुद्र तटमा जानुभयो र समुद्र देवसँग प्रार्थना गर्नुभयो, हे वरुण देव, मलाई मेरो प्रजाको लागि शान्ति र सुरक्षा चाहिन्छ। मलाई आफ्नो काखबाट एउटा टुक्रा भूमि दिनुहोस् जहाँ म एउटा नयाँ नगरी बसाउन सकूँ। वरुण देव मुस्कुराउनु भयो र उहाँले श्रीकृष्णलाई समुद्रको बीचमा 12 योजन भूमि दान दिनुभयो। त्यसपछि वास्तुकलाका देवता भगवान विश्वकर्मालाई यो भव्य नगरीको निर्माण कार्य सुम्पियो। अन्ततः उहाँले यो भव्य नगरीको निर्माण सम्पन्न गर्नुभयो। महलहरूको उचाइले आकाशलाई छोइरहेको थियो। पर्खालहरू सुनका थिए, भुइँ चाँदीको। नगरको चारैतिर विशाल दरबारहरू थिए। त्यसैले यो नगरको नाम द्वारका अर्थात् दरबारहरूको नगर रहन गयो। हावामा सुगन्धित फूलहरूको बास्ना थियो। गल्लीहरूमा मयूर नाच्थे र बीचमा भएको श्रीकृष्णको महल त यस्तो लाग्थ्यो मानव स्वर्ग नै पृथ्वीमा उत्रिएको होस्। नगरका सडकहरू यसरी बनाइएका थिए कि ती सधैँ बन्दरगाहसम्म पुग्थे। समुद्रबाट व्यापारका लागि विशेष गोदामहरू बनाइएका थिए जहाँ जहाज सजिलै आउन जान सक्थे।